संस्कृति पार्टीको वार्ड नम्बर 10 का अध्यक्ष मोहन माबो सरी मोहन मादेन चाहिँ एकदम जुझारु नेता है अहिलेको चाहिँ नेता नहुनु हामी श्रमदाता श्रमदाता संस्कृति पार्टीमा श्रमदाताहरू सबै हुन्छ नि नेता कोही हुँदैन श्रमदाता हो र यो भतिज मेरो चाहिँ साइनोले भतिज हो एकदमै ऊ चाहिँ हिजो के कहाँ ढुङ्गा कुट्दै थियो हिजो हामी चाहिँ टक्क मायादेवी वडा नम्बर 7 मा मायादेवी पार्क त्यो विगत हैन धेरै वर्षदेखि चाहिँ अलपत्र परेको रहेछ व्यापारी कसैले पनि केही नगरेको अनि त्यो चाहिँ लथालिङ्ग भएको देखेर त्यहाँको हाम्रो समितिले चाहिँ हाम्रो संस्कृति पार्टीसँग चाहिँ त्यो समन्वय गरेर गर्नु है भनेर चाहिँ हामीले गरेको हो त्यो भएर चाहिँ हामी त्यहाँ श्रमदानबाट अब त्यसलाई बनाउने तयारीमा छौँ तर बजेट चाहिँ उताबाट आएको माथिबाट आएको केन्द्र सरकारबाटै प्रदेश सरकारबाट आएको बजेट हो त्यो बजेटलाई चाहिँ अलिअलि लगानी गरेर हामीले श्रमदाताबाट ठ्याक्क बनाउने भनेर गरिरहेको छौँ तर हाम्रो मोहन मादेन भतिज एकदम अहिले चाहिँ राम्रो काम गरिरहेछ है उसले चाहिँ श्रमदान गरेर गरिब दुखी घरहरू बनाइदिँदैछन् कल पनि अघि भर्खर त्यहाँनिर गाडेर कलको पनि व्यवस्था गरेर आएको छौँ गऱ्यो है कल त्यो बादलले चाहिँ घरमा तल कल बनाइदिनु कि बनाइदिनु भनेर भन्दै हुन्थ्यो अनि त्यहाँ युएसबाट आएको चाहिँ सपोर्ट हाम्रो के अरे 110 त्यहाँबाट कल किनेर बाँकी नपुगेको हाम्रो पैसाले थपेर गाडिदिने आफ्नै पैसाले ठिक छ एकदम हाम्रो भतिज चाहिँ श्रमदाता माटो यता पनि एकदम जय माटो जय माटो भनौँ न हौ तपाईँ बाटो होइन के हो जय माटो माटो हाल्ने माटो जय माटो भन न हौ किन लजाउँछ हौ लगाउने कुरा होइन लगाउने कुरै छैन त यो ब्लगमा नल्याउँ सन्तोष भाइ ब्लग त आइसक्यो नि यो ब्लग मिनी ब्लग होला नि यो मिनी ब्लग मात्रै हो अब यस्तै छ है अब यहाँ देश बनाउने र देश भत्काउनेको यहाँ लडाइँ चलिरहेछ हामी देश बनाउने हो है होइन भत्काउनु पर्ने अवस्था भए पनि व्यवस्थापन गरेर मात्रै भत्काउने हो त्यसो हो अनि होइन कुनै ठाउँमा अब होला त्यस्तो अवस्था आउला तर त्यो ठाउँमा व्यवस्थापन त गर्नु पर्ने जनता नागरिक यही देशको नागरिक भइसकेपछि के पुरा व्यापारी चाहिँ भन्दा छोडिदिनु हट भनेर सल्लाह सुझाव होइन अब फेरि बोल्छु कुनै दिन उहाँलाई के सल्लाह दिन चाहन्छ त उहाँलाई अझै राम्रो गर्दै जानु चाहन्छु है श्रमदान धन्यवाद तपाईँ चाहिँ कति नम्बरको हो म 3 नम्बर 3 नम्बरमा 3 र 7 त सँगै जोडेको रहेछ होइन तर हाम्रो यो दाई छ नि मगर दाई काबुल दाईको छेउछेउ हो काबुल दाई घरदेखि कता हो म त काबुल दाई अलि ओरतिर हो उसको होइन मुगरी छ वानिमटोल हो दिदी पनि वानिमै होला ए लिम्बू त लिम्बू हो यहाँ दुईजनाको चाहिँ एकदम म मादेन फेरि त अर्को मादेन होइन त्यो खेल्दो मादेन होइन हामी चाहिँ मादेनबा सुन्नु भएको छ फागले मादेन हो फागले मादेन त्यो मादेनबा चाहिँ पछि मादेन भएको तर एउटै दाजुभाइ हो क्या पहिला छुटेको मात्रै हो ल यस्तै छ अब हाम्रो अहिलेको एकदम जुझारु श्रमदाता मोहन माबो चाहिँ एकदम अहिले माबो खालि माबो आउँछ त भतिजलाई त मादेनलाई त माबो बनाइहालेँ यार साथीहरू म दुईचोटि हो झुकेको सरी है माबो हो यो त मादेन हो मादेन गाउँ छ नि आयाबारी यो लगाइदिनु काका म सब्जी किन्न जानु ढिलो भइसक्यो क्या ल अब भति चाहिँ यो पनि बनाउनु लागेको हो ल कति नम्बर 10 नम्बर हो 10 नम्बर ल हामीले यति नै भन्दैमा अब ब्लग चाहिँ यति नै गरिदिउँ है यो अन्त गरिदिउँ ए अन्त गरिदिउँ छ्या यो सन्तोष दाइले के साथ देखाउनु भएको तिम्रो अनुहारकै छेउबाट खिचेर कत्रो जुम गर्दैछ है होइन ऊ स्लिम भएको छ स्लिम छ ऊ कति राम्री छ नि हेर त यति राम्री मान्छेको अहिलेसम्म एउटा बोयफ्रेन्ड पनि नभएर गाह्रो छ कता ठाउँमा हुन्छ कि काका तपाईँलाई थाहा होइन आज पनि नभएको को हुन्छ सबै हुन्छ ए त्यसो नभने छैन बिचरा ऊ सोझी छ है त्यस्तो छैन सोझी छ छैन ऊ त्यस्तो खाइ केटाहरू त हेर्दैन त केटी हेर्छ उसले केटी पनि हेर्दैन बिचरा सोझी छ काहीँ घुम्ने जानु पाए पो कामको काम कहाँबाट बोयफ्रेन्ड बनाउँछ त कामको काम छ बिजी छ तर मान्छे चाहिँ कति राम्री छ कि हेर्नु त यस्तो राम्री छ बोयफ्रेन्डको खोजीमा एउटा मिलाइदियो भति मैले बिहे नगरेँ मैले लान्थेँ अब बिहे गरिसकेर यो त यसो रेला त हो नि के हो केही पनि गर्दैन जहीँ पनि त काकी बुहारी देखेर
बुहारी बुहारीले चाहिँ मार्छ मेरो चाहिँ मार्छ तपाईँ होइन मलाई चाहिँ त काका मेरो भिडियो हेर्दा त हेर्दैन बुहारीले यस्तै छ ल अनि कि यस्तो लाइट भनेको के? लाइट हो ल ल हुन्छ ल भन्दै भ्लगलाई यहीँ अन्त्य गर्न चाहन्छौँ है